आज फेरि हाम्रो नयाँ भिडियोमा तपाईहरुलाई स्वागत छ। आज हामी अनुक्रम र श्रेणीको यो हिसाबले कसरी हल गर्ने भन्ने कुरा सिक्नेछौँ। सबभन्दा पहिला यसमा हामीले a त थाहै छ, a = 5 अनि हामीले d निकाल्ने यानी समानान्तर। समानान्तर किन निकाल्ने त किनकि हामी हेरिरहेका छौँ कि 5 ले यसमा भाग गर्दा केही समान अनुपात आउँदैन। त यो समानान्तरीय अनुक्रम भयो। त हामीले d पत्ता लगाउनको लागि t2 - t1 गर्नुपर्छ। यानी कि t2 दोस्रो पद 17 - 5 कति आउँछ त यो 12 आउँछ। त d हाम्रो 12 भयो अनि n हामीले 28 दिएको छ। अब हामीले सम निकाल्नु छ। त समको फर्मुला तपाईले थाहा भएको होला कि Sn = n/2 2a plus n - 1 into d। यो भयो फर्मुला हाम्रो। त 28/2 गर्नुस् अनि 2 into 5 plus n - 1 28 - 1 वा d ले गुणा गरिदिनुस्। d कति छ त 12 छ। अब हेर्नुस् त कति भयो, यो 14 भयो अनि यो 2 × 5 = 10 अनि यसले गर्दा 324 हुन्छ। अब हाम्रो 14 × 334 भयो। त आन्सर कति आउँछ त 46 76। यो तपाईको आन्सर भयो। धन्यवाद।